तुरन्त विकास निर्माण काम गर्दाखेरि ठेकदार र इन्जिनियरको विरोधले गर्दा काम गुणस्तर नभएको कि भन्ने कुराहरू विगतको कार्यले गर्दाखेरि त्यो चाहिँ अलिकति हामीलाई मनमा लागेको कुराहरूलाई भएको छ। यसको लागि चाहिँ नगरपालिकाले पहल गर्ने हो, उहाँ उसले गर्ने यसको जिम्मेवारी उसको, उहाँहरूले स्पष्ट पारिदिन अनुरोध गर्छु। त्यसै गरी अर्को यो मर्सेन्टी पुलदेखि यो माथि घुमाउने भन्ने ठाउँसँग यसमा बस्तीको निकै जोखिम भएको कारणले नदीजन्य वस्तुहरूको चाहिँ विगतमा पनि यसको चाहिँ ठिक्का प्रक्रिया खुलाएको र हामीले चाहिँ यसलाई चाहिँ रोक्नको लागि चाहिँ पहल गर्दाखेरि यसको लागि चाहिँ अब आगामी दिनहरूमा चाहिँ यो मर्सेन्टीको यो जोखिम बस्ती जोखिमको एरियामा चाहिँ ठेगान खोल्दै मको लागि यसको लागि सुझाव गर्न चाहन्छु। अर्को यो घर निर्माण क्रममा विगतमा अब यो नगरपालिकाले अहिले चाहिँ अभिलेखीकरण भनेको छ, नक्सा भनेको छ। यसको लागि चाहिँ विगतमा बनेका भूमिबाट घर बनेका घरहरूलाई पनि अभिलेखीकरण गर्न आवश्यक हुँदाखेरि हाम्रो चाहिँ यो अभिलेखीकरणलाई पटक पटक निवेदन दियो, पहल गरियो अनि सम्बन्धित निकायमा झकझगाउँदा पनि यसको चाहिँ कार्यान्वयन हुन सकेन। यसको पीडित चाहिँ म आफै छु। यसको लागि पनि हजुरहरूले सम्बन्धित व्यक्ति चाहिँ बुझिदिनु हुन अनुरोध गर्दछु। अर्को यो हाम्रो पर्यटकीय क्षेत्र भनेर यो बुढकोटी मोटर बाटो भनेर अहिले 50 लाख रुपियाँ बजेट परेको छ। यसमा चाहिँ विभिन्न प्रक्रिया नपुगेको कारणले गर्दाखेरि सहजीकरण भएको छैन। विशेष त यो जङ्गलको या बाटो भएको कारणले गर्दाखेरि यसमा होइन, तर म ठिकै जानकारी भएन। तपाईँले मबाट आउनु सहजीकरण तपाईँको हाम्रो गोर्खा नगरपालिकाले मापदण्ड लागू गरेको छ। मापदण्ड लागू गरेको पछि तपाईँको मापदण्डभित्र छिरिएको छ, मापदण्डभित्र अनुसार छ भने तपाईँलाई सहजीकरण हुन्छ। तपाईँलाई हाम्रो प्राविधिकहरूले तलको लेभलमा के कसो भने त्यो विषय थाहा भएन, माथि तपाईँलाई सहजीकरण हुने विषय रह्यो। अर्को हजुर तपाईँले नै भन्नुभएको छ विकास निर्माणमा ठेका र प्राविधिक मिलेर काम गरिरहेको छ। मलाई लाग्छ 13-14मा हाम्रो ठेका प्रक्रियाबाट भएको योजना भनेको जम्मा एउटा तपाईँले होस्टेलमा कुरा गर्नु होला, जम्मा एउटा यसपालि गोर्खा नगरपालिका 13को वडा कार्यालय भवन हामीले ठेकाबाट गरेका छौँ होइन। यसपालि गरेको हाम्रो त्यही हो। अरू तपाईँले अब पूर्वधारका यो विषयलाई मैले बुझेको छु, त्यो विषय त्यही भएर यो चाहिँ कस्तो भने तपाईँको मलाई चाहिँ के लाग्छ भने तपाईँको स्थानीय बासिन्दाहरू निकै जागरुक हुनुहुन्छ। जहाँ स्थानीय बासिन्दाहरू निकै जागरुक हुन्छ त्यहाँ विकास निर्माण कामहरू बलियो गुणस्तरीय छन्। सबै पक्ष मिलेर ठेकेदार, निर्माण व्यवसायी, प्राविधिक, उपभोक्ता सबै मिलेर आफ्नो ठाउँमा त्यसलाई चाहिँ गुणस्तरीय निर्माण गर्नलाई पहल गर्नुपर्छ। यसमा गोर्खा नगरपालिका तर्फबाट भएका काम गरेका विषयहरूमा हामीले हाम्रो सहजीकरण हुन्छ र हामीले त्यो हिसाबको अगाडि बढ्ने तपाईँलाई जानकारी गराउन चाहन्छु।